So alright everyone, welcome back to my YouTube channel. सबैजना सन्चै हुन्छ म पनि सन्चै छु हैन, म एकदम ठीक छु। अनि म कहाँ हिँडेको भन्दा काममा हिँडेको है। काममा जाँदा मैले फर्स्ट टाइम भ्लग बनाउँदैछु। बाहिरको मौसम त के भन्नु, पानी परिरहेको छ। त्यही त हो, पानी परे पनि झरी हाले पनि घाम चर्के पनि हावाहुरी बतास जे आए पनि काम चाहिँ गर्नुपर्छ, आफ्नो कर्म चाहिँ निभाइराख्नुपर्छ भन्ने चाहिँ उदाहरण। त्यही त हो, अब के गर्नु है, काम भइरहेको छ। अनि त्यही त हो, आफूलाई टाइमै दिनु भएको छैन। भ्लग चाहिँ कन्टिन्यू गर्छु भने गर्नै पाउँदिनँ क्या। सो आज म काममा जाने हो, तर झ्याउलाइरहेको छ। आज 12 देखि 11 बजीसम्म काम छ। 10 घन्टा जति ड्युटी, 1 घन्टा ब्रेक गरेर 11 घन्टा काम हो। कसरी बिताउने हो दिनको समेत बोर लागेको छ। अनि काम चाहिँ एकदमै अहिले चाहिँ खाली छ। अर्को महिनातिर चाहिँ एकदम प्याक हुन्छ र अहिले चाहिँ खाली छ। त्यही भएर दिन बिताउनै गाह्रो हुन्छ क्या। अनि धेरै जस्तो ठाउँमा सबैमा त्यही हो। नेपालतिर चाहिँ त्यस्तो हुन्छ, तर अन्त विदेशतिर चाहिँ त्यस्तो के हुँदैन भन्दाखेरि खाली भए पनि बस्नै पाइँदैन क्या। अनि त्यही झिकाहरू लाग्छ क्या। खाली भए उभिएर बस्ने पऱ्यो, सरसफाइ गर्ने उभिने हो, तर थ्याच्च बस्न पाउँदैन। त्यही गर्दा पुरै उस्तो खुट्टाहरू हुन्छ नि, ब्लक दुख्छ। मौसम यस्तो बल्छ, पानी पर लागिरहेछ होइन। वाउ छ नि, वाउ मौसम त वाउ छ क्या। सही हो। अनि आज चाहिँ कामतिर गएको एउटा यसो चट्टो भ्लग दिनु त भनेर। अनि आज चाहिँ एकदम मेन टपिक कुरा गरौँ, जापान आउने किन र नआउने किन है। आउने किन भन्दा रमाइलो गर्न, मोज गर्न, मस्ती गर्न, दुःख गर्न। मेन त दुःख गर्न। नआउने किन भन्दाखेरि जिन्दगीमा दुःख पाउने उपायहरू टन्नै त छ नि, किन जापानै आउनु पऱ्यो भन्ने कुरा हो क्या। अनि दुःख पाउने उपायहरू अरू टन्नै छ। जापानै आएर दुःख चाहिँ किन गर्ने, नेपालमै गर्ने नि दुःख। अरू देशमै जाने, जापानै सबै जापान चाहिँ किन आउने क्या। अहिले नेपालीहरू यति भइसक्यो नि। अहिले पैसा ठोकियो भने त्यो फिक्स नेपाली नै हुन्छ क्या। यतातिर त्यति धेरै नेपाली क्रेज भइसक्यो है। अब भयो यार, अब एकछिन नआए नि हुन्छ यार। एकछिन जापानलाई छोडिदिने राख्ने तालमा नेपाली धेरै भर होला। नेपालीले कामहरू उटपटाङ गरिरहेको हुन्छ। अनि पुरै इमेजै बिग्रिरहेको छ क्या नेपालीको। सो नेपालीहरू एकदमै धेरै छ है जापानमा। त्यही भएर एकछिन नआए पनि हुन्छ यार नेपालीहरू, कसम भने क्या। फेरि जापानमा फेरि अहिले ठ्याक्कै यो बर्खा लागिरहेको छ। सेम नेपालकै जस्तो मौसम हो क्या। अहिले चट्ट पानी पर्ने, घाम नआउने, पानी पर्ने है। दिउँसोमा गर्मी, अनि घाम नआउँदा चाहिँ गर्मी नै हुन्छ, नत्र पानी पर्दाखेरि चाहिँ शीतल हुन्छ। कति नै बवाल भ्यू आइरहेको है। दामी होइन त, दामी हो नि त। ल अहिले अब ट्रेन स्टेसन जानु पऱ्यो। मेरो फेरि काममा जानु लग्यो 1 घन्टा त बढी लाग्छ क्या। के 10 मिनट हिँड्नुपर्छ नर्मल पनि। 10 मिनट हिँडेपछि त्यसपछि ट्रेनमा 10 मिनट, त्यसपछि अलिकति हिँड्नुपर्छ 3 मिनट जति। त्यसपछि 3 मिनट हिँडेपछि फेरि बसमा 12 मिनट, त्यस्तो सक्यो। अनि लगातार हिँड्यो भने चाहिँ एकदम थोरै छ, तर चाहिँ वेट गर्नुपर्छ नि त। बस वेट गर्नुपर्छ, ट्रेन वेट गर्नुपर्छ, सबै ट्याक्क आउँदैन नि त। त्यो हुँदाखेरि चाहिँ लगभग समथिङ 1 घन्टा पुरा लाग्छ क्या। यहाँनिर ट्राफिक वेटिङ गर्नुभन्दा बरु म यताबाट जान्छु, यता पुलबाट गएको छिटो हुन्छ जस्तो लाग्यो क्या। कहिले त खुल्ने होइन, रोकिने होइन कि नेपालीको सो रुक्दैन। त्यो क्या बाल्यो भने यताबाट गयो भने छिटै पुग्छ क्या। यो चाहिँ ट्रेन स्टेसन हो, ट्रेन स्टेसन हो। अब ट्रेन चढ्ने जाने दिन पहिला चाहिँ रहर हुन्छ है। उता फुकुओकामा हुँदैन, लास्टै रहर थियो क्या। ट्रेन चढ्ने, काममा जाने कस्तो रमाइलो हुन्थ्यो होला भन्ने हुन्थ्यो। अहिले यहाँ आएछ, अहिले ट्रेन यस्तो वाक्क लाग्यो। अहिले गाउँमा गएर जङ्गलमा गएर क्या, त्यो रुखको फेना बसेर भए बोर लागिसक्यो। चिप्लो छ यो जुत्ताको ग्रिपै होइन, दाममा लडाउन सक्छ। एकचोटि धन्न लडाइदिनेको। त्यही भएर एकदम डर लाग्छ। ट्रेन कति बजेको छ पनि थाहा छैन, त्यतिकै हिँडिरहेको। 55 भएछ, अब 5 मिनटमा ट्रेन आउँछ। 2 मिनटमा ट्रेन स्टेसन पुग्छु। भनेपछि म आइपुगेँ। सरसफाइ कार्यक्रम पनि यहाँ भोटेहरूले कस्तो गरेर आउने, दामी देखिरहेको होइन। अब ट्रेन चढ्ने ठाउँमा जाऊँ, यहाँ भोटेहरूले फेरि मेरो अनुहार हेरिरहेको भिडियो खिच्यो गएर। टक्क ट्रेन आउँदैछ, कस्तो पुरै हल्लाखोर हुन्छ नि ट्रेन आउने बेलामा।
अनि मेरो चाहिँ लोकल हो, ऱ्यापिडहरू चाहिँ रोक्दैन क्या यस्तोमा। ट्रेन आएको पुरै हल्लाखोर गर्छ। अब ट्रेन एक झलक हेरौँ न जापानको ट्रेन होइन, सुत्त गएको सही हो। यो जाँदा मजा आउँछ नि ट्रेन त। बाहिरबाट हेर्छ जस्तो भित्र चाहिँ खतरा स्मुथ हुन्छ क्या, सलल्ल कुद्याउँछ, आनन्द आउँछ, चिज आउँछ। नेपालमा नि यतिको विकास भयो त्यो नेपालै गएर बस्थे यार जस्तो हुन्छ क्या। के गर्नु है, अब चुतिया नेताहरूले देश बनाउने सुरसारै छैन। हामी जनताहरू अर्काको देशमा दुःख गर्ने बस्ने होइन। अर्को ट्रेन आयो उतापट्टि, यो चाहिँ रोक्ने खाले टक्क रोक्छ। यो चाहिँ सिन्जुको जाने हो। ट्रेन पनि आउनुभयो। म चाहिँ यहाँबाट ट्याक्क चढ्यो भने उतापट्टि पनि ठ्याक्कै सिँढीमा झर्छु, त्यही भएर यहाँबाट ट्याक्क चढ्यो होइन। वा म एकदम देख्यो होला ढोका यहाँ ट्याक्क खुल्छ यो अगाडि ट्याक्क। वा दामी, सब खाली खाली। यो चाहिँ म काम गर्ने ठाउँको चेहरा भन्छ नि, के भन्छ, दामी छ होइन। यतैबाट म चाहिँ काममा जाएँ, यस्तो पानी परेर चिसो चिसो छ नि। अहिले यहाँ एक मिस गेम फिनिस हुन्छ, लडिन्छ क्या भने यहाँ लास्टै एक्सिडेन्ट हुन्छ, लडिरहन्छ। लास्टै चिप्लो हुन्छ, नसोचेको चिप्लो हुन्छ। जुत्तै त्यस्तो भएर फेरि है, जुत्ता राम्रो हुन्छ चाहिँ बवाल हुन्छ। म काममा जाने चाहिँ उताबाट पनि मिल्छ जान चाहिँ। यता यहाँबाट यहाँ तल नर्मल बसहरू चढेर पनि जान मिल्छ, नत्र उता कम्पनीको बस पनि लाग्छ। कम्पनीकै बसमा जानु चाहिँ फाइदा हुन्छ कि, फाइदा त के फाइदा हुन, पैसा तिरेर जाने हो। तर चाहिँ कम्पनीको बसमा चाहिँ ट्याक्क कम्पनीमा लगेर छोडिदिन्छ, यो लोकल बस चाहिँ अलिक साइडमा लगेर छोडिदिन्छ। जाँदा जाँदा बस त बसेर होइन जाऊँ न त भन्ने कुरो हो क्या। अब चाहिँ एक्लै छ, नेपाली साथी पनि छैन, साथी छुट्टीमा, आफू एक्लै झ्याउलाइरहेछ। त्यो अनि काम नगरी पनि भएन होइन, गर्नै पऱ्यो। बुढो मान्छेलाई दुःख होइन, खत्रु जानु पऱ्यो। रमाइलो चाहिँ आजको मौसम अति रमाइलो। घाम नलागे पनि गर्मी होला जस्तो भइसक्यो, भित्र गर्मी भयो। म अहिले मान्छे हट भएर के हो, गर्मी छ। त्यो पनि निस्क्यो फेरि अहिले गफ लाउँदै जाँदा बस ल छुट्यो भने बरफ बाघ हुन्छ होइन। बस आउनु अझै 10 मिनट 15 मिनट छ, बिस्तारै गएर पनि भ्याइँदो रहेछ। फर्स्ट टाइम इन माई लाइफ जापानमा चाहिँ लेट भयो कि बसको, अझैसम्म हिँड्छु क्या म। भनेको बस कति जति ढिलो भन्दा 10 मिनट लेट भइसक्यो। अनि जापानिजहरू यस्तो आत्तिहान यिनीहरू सब आत्तिरहन् कि, अब सब छटपटा छ। म पनि आत्तिरहेको छु। सबभन्दा पहिला चाहिँ केही चिज लेट हुने बित्तिकै चाहिँ कम्पनीमा फोन गरेर भन्नुपर्छ। सबले कम्पनीमा फोन गरेर भनिसक्यो। यिनीहरू यति धेरै आत्तिहान नि, गाडीहरू आउँदा पनि उताबाट गाडी आउँदा झसङ्ग भएको के त हाम्रै गाडी पो हो कि भनेर क्या। तर यत्रो लेट हुनु भनेको चाहिँ एकदम चाहिँ के भयो थाहा भएन, एक्सटेन्ड नै भयो कि के हो है। यो सबै यो हामीसँगै कम्पनीमा काम गर्ने स्टाफहरू हुन्, एउटै बिल्डिङमा काम गर्ने हो, तर फरक पसलहरूमा। सब यति आत्तिहान यो केटी एकदम आत्तिहान बिचरा। किन त्यो थाहा भएन है। अब के गर्ने, अब अरू उपाय नै छैन। अब लोकल गाडीमा जान्छु भने पनि अब गाडी अब उता जानुपर्छ, टाइम लाग्छ होइन। अब पर्खिने बाइक उपाय नै छैन। पर्खिनु अब कति बेला आउँछ के हो थाहा होइन। तर जापानिजहरू जापानिज मात्रै होइन, यहाँको बानी लगाइसकेपछि, यहाँको टाइम टेबलहरू फलो गर्ने भइसकेपछि चाहिँ बानी लाग्दो रहेछ। त्यही त बानी लागेपछि 1-2 मिनट ढिलो भयो भने एकदम नर्मल लाग्छ। काम भनेको जति गरे पनि त्यस्तै हो। अहिले टाइम कति भयो भन्दा 4:02 गयो। मेरो खानाको सेट चाहियो। टक्क मासु छ, ब्रोकोली छ, साँच्चोमा लिमो छ, भात छ, सुप छ, त्यहाँ टाइमहरू पनि चलिरहेको होइन। यही हो खाने हो चट्ट पारमा। खाइसकेपछि फेरि काममा ब्याङ्क फेरि काम गर्ने हो। सो खाइदिउँ अब ढिलो नगरिकन। अघि कस्तो ह्यान्डसम भएर आएको थियो, अहिले यस्तो भएछ क्या, काम गरेपछि यस्तो हुन्छ क्या। सो फाइनली मेरो काम चाहिँ सक्यो। के भन्नु, काम सक्यो होइन, काम सक्यो। अझ अलि साइयाको भयो क्या। केटाहरूले काम मिस्टेक गरेर अलिक टाइम लाग्यो क्या। हुन त खास 11 बजे सक्ने हो, मैले 10:40मै काम सकिसकेँ। आज चाहिँ खास 20मै सकिने काम हो क्या। केटाहरूले अलिकति ल्याङ हान्थ्यो क्या, त्यो एकजना नयाँ केटा हो, त्यसले काम बिगारेर अनि त्यो मिलाउँदा साइयाको भयो क्या। सो थ्याङ्क्स फर वाचिङ दिस भिडियो। सो अब चाहिँ
लाग्नुपर्ने हुन्छ। हामी यता कुनाबाट जान्छौँ होइन, हामी स्टाफहरू चाहिँ छुट्टै लुसुको लुकेर जाने बाटो हो क्या। सो टक्क ढोका खोल्ने बत्ती बोल्छ अरे त। ए बोल्नु न त बत्ती के भयो माटो ल बिग्रेछ माटो बिग्रियो सक्छु छैन। सो अब लाग्नुपर्ने हुन्छ चाहिएको जाने। ओके सायनारा।